आज चाहिँ म अब हनी हन्टिङको लागि जाँदैछु। यहाँबाट म माथि 20 नम्बर जान्छु। चिन्ने डाँडे बाटोमा त्यहाँनिर भाइ छ अनि भाइलाई लिएर भाइसँग म विष्णु पाटोका हुँदै 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 तल बारा क्षेत्र चतरा निस्केर आउँछु। हेरौँ अब खोज्नु गएको चिज भेटिन्छ कि भेटिँदैन। टुर पनि हुन्छ। बाटोहरू चाहिँ एकदम कति छ अफरोड। ल हाम्रो मिस्त्री साहब हुनुहुन्छ यतातिर। बाइक मर्मत हुँदैछ। पुरै हिलो छ बाइक चाहिँ, तर म धुँदिनँ बाइक किनभने आज म अफरोड जाने हो। हिलो हिलो हुन्छ, धोएर काम छैन, भराएर चाहिँ धुने हो। बाइकले पनि हुर्के बनाउँछ, बाइक फाल्नु गाह्रो छ। अब म चाहिँ यहाँ बाइकमा आएर हाम्रो बाइक रेडी भइसक्यो। बाहिर म चाहिँ जाँदैछु। यो चाहिँ हाम्रो चिन्ने डाँडा जाने बाटो हो, अर्थात् अब सुङ्गा पालङको मूर्ति भन्ने ठाउँ जाने बाटो हो। यो चाहिँ अहिले त माधव निर्माण कार्य भइरहेको छ। अहिले हिलो छ पुरै। हाम्रो बाइक चाहिँ यहाँ छ। अब हाम्रो भाइले बाइक कुदाउँछ, म चाहिँ पछाडि बसेर भिडियो बनाउँदै हिजो गाडी कुदाउँदा कुदाउँदा गलेको छु होइन। माथि गुफा पोखरीको छेउ मङ्गलबारे पुगेर आएको हिजो। सो आज भाइले गाडी कुदाउँछ, हामी हनी हन्टिङमा जाँदैछौँ। यहाँ हाम्रो टोकरी छ, हेरौँ हनी पाउँछ कि पाउँदैन। हाम्रो भाइ आउँदैछ यहाँनिर। ल गाडी चाहिँ तिमी कुदाऊ। अब म चाहिँ आरामले बस्ने। हिजो कुदाउँदा कुदाउँदा गलेको छु म। बढे बेर भन्ज्याङ पुग्यो कि भन्ने पुगेर अब पुरै यस्तो धुलो धुलो हुन्छ जाडो महिनामा त बर्खा सक्ने धुलै धुलो। अहिले चाहिँ हामी यहाँ विष्णु पाटोका भन्ज्याङ लिएर आइपुग्न लागेको छौँ। हाम्रो अफरोड सुरु भइसकेको छ। अब हाम्रो पुरै बाटो चाहिँ यस्तै अफरोड हो। लगभग हामी 40-50 किलोमिटर घुम्छौँ होला यो टाढा टाढा। अब यहाँ भन्ज्याङबाट चाहिँ हामी लेफ्ट साइड लागेपछि हाम्रो रौता तल भालढुङ्गा हुँदै हामी चतरा पुग्नेछौँ। यता राइट साइड गयो चाहिँ विष्णु पाटोका मन्दिर छ। मन्दिर त माथि हो नि, यहाँबाट सिधै गयो भने चाहिँ मन्दिर जान्छ। अब हामी चाहिँ यहाँबाट लेफ्ट जाने हो, गोर्खा पार्कतिर साइड हुँदै हुँदै अनि हामी चाहिँ उता जान्छौँ। हेर्नु मैले भन्दै नि लिची अगाडि हेर्दा खत्रो बोर्ड छ हाम्रो। बोर्ड पनि केजी होला नि अन्त बोर्ड पनि कत्रो छ हेर। बोर्ड पनि हामी चाहिँ हाम्रो हन्टिङको पहिलो यहाँ ठाउँमा आइसकेको छौँ। यहाँनिर हामीले मौरीको गाड देख्यौँ। अब यहाँ म सोध्छौँ हामी चाहिँ होइन सोध्यौँ न त। ल यहाँ दाना रुद्राक्षको फुल फुलेको रहेछ। मौरी मजाले डुलिरहेछ, तर घरमा चाहिँ कोही छैन जस्तो छ होइन। सायद बारीतिर गएको होला, बारीतिर गएको जस्तो छ। मौरीहरू तलले रहेछ यार, तर म पनि थियो होला, भर्खर काटेको छु।
तिम्रो अगाडिको ह्यान्डल यता पठाऊ त्यहाँ डिल छ अहिले चाहिँ हामी यहाँ यता है विष्णुपाती हुँदै बालडुङ्गा हुँदै यता तल आइसकेको छौँ। अनि यो तल देखिएको चाहिँ हाम्रो सप्तकोशी हो हैन। अनि यता यहाँबाट यतापट्टि देखिन्छ यो तल देखिरहेछ। यो तल देखिएको ठाउँ चाहिँ पुल यहाँनिर छ। यहाँ यो कस्तो है मधुर देखिएका उसुले क्यामेरा पनि राम्रो छैन। यो तलको चाहिँ पुल हो। यो चाहिँ हाम्रो धरानदेखि चतरा जाने पुल हो। अहिले निर्माण भइरहेको छ यो पुल। होइन नि कहाँ त्यता हो त्योदेखि पर हो भने त्यो त यता वरको डाँडा पो त कति वरको डाँडा हो नि। ए झन्डै लड्यो कोसी निकालौँ खजाना अब दाइ। अब हाम्रो खजाना निस्किँदैछ गाइज। अहिले चाहिँ अब हामी यो डाँडामा आएर हाम्रो खान्ते पिन्ते हुँदैछ। यहाँनिर हाम्रो खाना यहाँ बिस्कुट जुत्तामा खतरा हिँड्न लागेको छ। बिस्कुट पानी खानेवाला छौँ हामी। अनि यहाँबाट फेरि घुमेर राख्नुहुन्छ। यो घरमा चाहिँ अब मौरीको घारहरू देख्नु चाहिँ होइन 4-5वटा कतिवटा छ। तर घरमा मान्छे चाहिँ भेट्नु गाह्रो हुने रहेछ क्या। सबै मेलापाततिर गएको हुन्छ कि के हो भेट्ने गाह्रो। मान्छे भेटे पनि म चाहिँ हुन्छ कि त यो सिजन टन्नै रहेछ। 1, 2, 3, 4, 5, 6, 7, 8 ए टन्नै पुरै मौरीको घारै रहेछ। सूर्यकुण्ड सामुदायिक घरवास सम्पर्क कुलुङ कलर आयो के हो यो बोलाउँदै मान्छेले बोलाउँ त मौरी त टन्नै रहेछ घारहरू त। वाउ फुल दामी फुलेर रहेछ त। हेलो सबैमा रहेछ त है। ए बहिनी त्यो तपाईँको मह छैन? मह त छ तर थाहा भएन। हिजो लानुभयो? ए मह खोज्दै हामी आएको। मौरी त टन्नै रहेछ नि त्यही भएर मह छ कि भनेर सोधेको नि। यता तपाईँकोमा छैन? छैन बाबाले निकाल्नु भएको छैन। अब निकाल्नेवाला हुन्थ्यो गोठाला जानुभएको। गोठाला जानुहोस् है बाबालाई थाहा हुन्छ तपाईँ भनेपछि। त्यही त मौरी त थुप्रो रहेछ। ल हामीले चाहिँ यहाँनिर मौरीको घाट देखेर सोध्यौँ। मौरीको घाट पनि थुप्रो रहेछ। 8-10वटा रहेछ लगभग। अनि अस्ति भर्खरमा त बेच्नु भएछ। अनि अझै पनि छ रहेछ तर आज काट्ने भन्दै हुनुहुन्थ्यो अरे। सो यहाँको अङ्कल चाहिँ हुनुहुन्न रहेछ। उहाँ गोठाला जानुभएको रहेछ। हामीले भेटेनौँ नम्बर चाहिँ लिइरहेको छौँ। अनि हामीले यो फुलको हाँगा चाहिँ माग्यौँ है फुलसहित। दामी छ कलर होइन। अब हामी फेरि नेक्स्ट ठाउँ लाग्दैछौँ। 2 ठाउँ हिँडैदेखि 2 ठाउँमा 1 ठाउँ मान्छे भेटेनौँ 1 ठाउँ भेट्यौँ। अहिलेसम्म हाम्रो यात्राको सक्सेस भएको छैन है। फाइनली गाइज हामीले चाहिँ यहाँनिर मौरीको घार मात्र भेटेनौँ। यहाँनिर यहाँ मह पनि हामीलाई रेडी भइसकेको छ र हामीले चाहिँ यहाँनिर अब मह खरिद गर्नेवाला छौँ। हाम्रो फर्स्ट मह खरिद हाम्रो यहाँ हुने रहेछ। प्राइजको विषयमा हामी बताउँदैनौँ। हाम्रो यहाँनिर महपट्टि चाहिँ लोकल प्योर है गाइस अर्ग्यानिक। यो चाहिँ मेलिफेरा र सेरेना भन्छ। मेलिफेरा भनेको चाहिँ हाम्रो उता विदेशी मौरी
तर यो चाहिँ सेरेना भन्छ लोकल प्योर जंगलको मह गाइस अब यहाँ मौरी चाहिँ यसरी हुन्छ हाम्रो दाइलाई नि आउँछ नि हैन दाइ दाइलाई पनि आउँछ काट्न अब पानीमा खाने उयो राखिदिनुपर्छ पानी पर्दा त उनीहरूको उसले जाने भित्रै खाने है हजुर उनीहरूले स्टोक गरेको हुन्छ नि त होइन बादल उड्दैछ दाइ बब्बर उड्दैछ आजको मौसम दामी छ है काट्नु भयो रिस उठ्यो भने मात्रै हो अस्ति नै उतापट्टि काटिहालेको त्यही भएर यता सबै दाइले त नौरी गर्दा हेर्छ चाहिन्छ त भाइले चाहिँदै थियो कि थिएन होइन भयो भने सजिलो हुन्छ नि त 18मा भएको थियो सब्जीमा भए त जनफर चाहिँदैन हजुर अहिले बच्चाको भन्दा नि मको सिजन छेकेर निकाल्नुपर्छ बच्चा खानुपर्छ बच्चा नि दबाई पो हुन्छ बच्चा दिन्छ नि चत्रामा अनि खानु सक्दाखेरि खानु के अरे यो रुचाउनेले खाएको मैले बच्चा कस्तो किचकिच हुन्छ गुलियो अलिक नभएको जस्तो त्यो उसको झरेको मौसँग पिक्दै खानुपर्छ उसको दामी हुन्छ म त त्यसरी खान्छु यो जुँडै बाङ्गो बाङ्गे छ कि यसरी बसेर चाहिँ चिल्लो भएको स्वाद चाहिँ झर्छ बब्बर हुन्छ नि अझ यिनीहरूले त्यो काम गरे जतिको त्यो चाका लागेको देखिँदैन क्या ल्याउनु त दिनभरि ओसार्छ है ओसार्नु चाहिँ काम गर्ने भने कि यो सानसानो उयो मात्रै हो क्या हजुर तपाईँको यो हरियो एक कालो छ नि त्यो त आल्छी बच्चा हो यो यताको चिन्नेले मात्रै हो यो नचिन्नेले उयो गर्दैन चिनी लायो भन्छ अब एउटा घरमा चिनी लाएर के काम गाउँ ठाउँमा भन्ने चाहिँ तपाईँको अहिले हाम्रोमा चिनी त छैन चिया खाने चिनी कहिले त्यो उयो भएको बेला काम परेको बेला ल्याउँछौँ चलाइहाल्छौँ होइन जति गएपछि हामी चिनी ल्याउँछौँ त्यो भने एउटा भइगएर नत्र प्रायः जस्तो अहिले त धेरै जस्तो चिन्छ त्यही पनि गाउँघरमा भनेको यसो कहिलेकाहीँ आफूलाई खानु अनि यस्तै पर्दा बेच्नुलाई होइन अब त्यो अनि त्यो भएर चिनी खुवाइ खुवाइ पाल्ने कुरा भएन यिनीहरू के अरे बजारको छेउछाउ भयो भने चाहिँ दोकानको छेउछाउ भयो भने चाहिँ चिनी खाँदो रहेछ है त्यो दोकानमा गएर क्या त्यस्तो खाँदो रहेछ नत्र भने चाहिँ खाँदैन त्यो चाहिँ अब दोकानमै पुगेर खाएको त के गर्न सकिन्छ होइन यहाँ त दोकान भने कहाँ उनीहरूको आफै दोकान खोज्दै गएर खायो बडी रहेछ 1 किलो भनेको हजुर बडी रहेछ 1 किलो भनेको अब यहाँदेखि उँधोको चाहिँ के अरे बच्चा हुन्छ त यहाँदेखि छेक्छा गर्नुपर्छ नि यो काटेर चाहिँ यो चाहिँ फाल्दै राख्छ यो चाहिँ मको उयो बेच्छ यहाँ यसरी छेकेर होइन अब त राख्नु मिल्दैन अब त खाइहाल्नुपर्छ खानुपर्छ मान्छेलाई खानेलाई दिनुपर्छ
खानेले दिनु। मान्छेले गुण मान्छ नि, धन्यवाद। ल मेरो गालामा आएर यहाँ भन्किँदैछ। टोक्नु चाहिँ नटोकै, भन्की मात्र। हस् भन्ला नि फेरि अहिले। सुको छुइनँ टोकेर जाँदा फेरि कत्रो सुनाइदिस् भन्दा छैन त फेरि। चिल्लाउनु पर्ने मौरीकै काम गर्यो। फसेर नयाँ फसेर अनि तिनवटा त छोड्दिनँ ल दाइ, तिनीहरूलाई पनि अलिक राखिदिनु। छेउछेउको निकाल्ने बिचमा त छोड्यो, पछि उताबाट जाँदा ठिक हुन्छ। अनि यो दुध अलिक लामो भयो भने कसरी भ्याउनु? फेरि अहिले यताबाट काट्छ, पछि फेरि अर्कोचोटि काट्दाखेरि उताबाट। होइन बिचमा नि हात पुग्दैन भने अलिक लामो भयो भने दुधहरू दुध लामो काट्नै हुँदैन, योभन्दा अलिक त्यो लामो भन्छ, छोटो छोटै ठिक्क हुन्छ। मेरो त यस्तै लामो लामो थियो छोटो बनायो। लामो लामो भयो भने त्यस्तै अप्ठ्यारो हुन्छ। यताको मसँग डिजिटल काटा थियो, फाल्दैछ पो घर बिग्रियो भनेर हन्नी हन्नी प्योर, यो चाहिँ प्योर हो। दाइले काट्नु भएको। अब यो केही पनि गर्दैन। सानो नि बजारमा खोजेको अचल राम्रै पाउँदो रहेछ। पोल त राम्रो राम्रो बजार। हाम्रो दाइ चाहिँ म काट्ने दाइ। कस्तो कस्तो लानुहुन्छ? यो कुट लानुहुन्छ भन् न। होइन सोध्ने हो, त्यही भएर। लाइटर माथि छ, दुइटै माथि छ, भरिसकेकै छैन है कोही। यो टाल्नु त टालेछ, यो मही बनाइसकेको छैन। गाइस अब हाम्रो चाहिँ भारी रेडी भइसकेको छ। यहाँबाट 2 किलो 3 पावा हामीले रेडी गरेर गइसकेछौँ। ल दाइ धन्यवाद। ल लाग्यौँ, फेरि कन्ट्याक्ट गर्नु न। ल दिदी लाग्यौँ ल। ल है ल, अर्ग्यानिक मह गाइजहरू खानुपर्छ, स्वास्थ्य बन्नुपर्छ। अब लाग्यो नेक्स्ट ठाउँतिर।